सबैमा आज चाहिँ हामी यहीँ घुम्टेको लागि चाहिँ सरसफाइ गर्ने कार्यक्रम थियो, त्यसको लागि जाँदैछौँ। यहाँ देख्न सक्नुहुन्छ यो सिद्धठान, यो सिद्धठानदेखि तल देखिने सोरमनी। हामी चाहिँ आज सिद्धठानदेखि घुम्टेसम्मको बाटो सरसफाइको लागि जाँदैछौँ। यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ सिद्ध भैरव मन्दिर सिद्धठानमा। यो घुम्टे जाँदाखेरि यो चाहिँ घुम्टे जान नसक्नेहरूको सिद्धको यहाँ ठान रहेको छ। यहाँ पूजा पनि गर्न सकिन्छ र जहाँ माथि जान सक्नेहरू चाहिँ माथि गएर पूजा गर्ने गर्दछन्। यो चाहिँ सिद्धठान। यहाँ चाहिँ वैशाखी पूर्णिमामा चाहिँ ठुलो मेला लाग्ने गर्दछ। वैशाख पूर्णिमामा चाहिँ बाहिरी पर्यटकहरू आएर मजाले कार्यक्रमहरू हेरेर घुम्टे चढ्ने अनि घुम्टेबाट झरेपछि चाहिँ यहाँ आएर चाहिँ रमाइलो गर्ने अनि थकान मेट्ने गर्दछन्। हाम्रो यात्रा चाहिँ यहाँदेखि अब घुम्टेसम्मको हुनेछ र अब चाहिँ यहाँबाट सरसफाइ गर्दै उकालो चढ्दै यहाँ देख्न सक्नुहुन्छ लालीगुराँस फुल, हाम्रो राष्ट्रिय फुल। यो तल देखिने चाहिँ हाम्रो फानफखानी फुर्से र यो जन्मेको गाउँ। यहाँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ टावर, नेपाल टेलिकमको टावर माथि उस्सोले ढाकेको छ। एकदम चिसो हुनेवाला छ। माथि जाँदाखेरि चाहिँ चिसोमा काम गर्दा छुट्टै मजा हुनेछ। सरसफाइ गर्ने मौसम चाहिँ त्यति राम्रोसँग खुलेको छैन, हल्का हल्का बादल लागिरहेको छ, उसले घेरिरहेको छ। यो देख्न सक्नुहुन्छ फानफखानीको दृश्य एकदम राम्रो छ। बाटोमा बुट्टाहरू ढलेको हुनाले यहाँ चेन्सरले सफाइ गर्दैछौँ र यसले हैसाहरू लगेर सफाइ गरिरहेछ। र यो घुम्टेमा पाइने फुल देख्न सक्नुहुन्छ, एकदम राम्रो छ फुल। यहाँ चाहिँ खाजा खाने कार्यक्रम भइरहेको थियो र उत्सव पनि एकदम लागिरहेको थियो। चिसो बढी आगो फुकेर आगो टाप्दै खाजा खाँदै र हामी अब लगभग माथि आइसकेका छौँ। घुम्टे देख्न सक्नुहुन्छ यो फुल एकदम राम्रो तरिकाले फुलेको छ। यो चाहिँ अहिले नयाँ बनाएको रहेछ। यहाँ चाहिँ बस्नको लागि र हामी चाहिँ अब फर्किने बेला चाहिँ एकदम उस्सोले ढाकेको थियो। Okay, bye bye guys, see you in next video.